हामी चाहिँ थुक्पा खान आँटेको हामीले चाहिँ आज सुँगुरको मासुसँग थुक्पा खान आँटेको मैले चाहिँ थुक्पा पकाएँ होइन दिदीले चाहिँ मासुको रस बनाउनु भयो अनि यो 3 ठाउँमा चाहिँ हामीलाई हो 2 ठाउँ चाहिँ थालमा चाहिँ दिदी र मम्मीलाई हो दिदी र मम्मीले चाहिँ आँपसँग थालमा खानु मन पराउनुहुन्छ क्या अनि यो मासु यस्तो देखिए पनि एकदम मिठो भएको थियो हाम्रो कराई चाहिँ अलिक कालो छ यस्तै फलामको कराई हो क्या यो कालो आगोमा बनेको कराई हो होइन अनि मैले चाहिँ पहिला भाइलाई पस्किदिएँ अनि भिडियो कि छोटो नै बनाउनु सबै मिलाएर पहिला भाइलाई पस्किदिएँ अनि मैले यो खोर्सानीहरू हाम्रो भाइले धेरै खाँदैन त्यही भएर मैले खोर्सानी कम प्याज धेरै लगाइदिएर भाइलाई दिएँ अब हाम्रो भाइले खान्छ हेर्दा थाहा पाइन्छ हाम्रो भाइ फेरि चपाउँदैन हाम्रो भाइ फेरि चपाउँदैन क्या मिल्छ डाइरेक्ट ल पापालाई यो पिलो गरिदियो थोरै पापालाई थाहा छैन ल बराबर पस्केको भनेर मेरो छैन जस्तो लागिरहेको होला होइन यहाँ सुन्नुहोस् हाम्रो पापाले के भन्नुहुन्छ राम्रो भयो मिठो भयो हेर्दा पनि राम्रो खाँदा पनि मिठो स्वादिलो त्यतिको थुक्पा त मैले भिडियो यति नै ओके बास सबैजनालाई